set up this plant है त ल एउटा छ यो अलिकति तलमाथि जिगज्याग गरेर राखिदिएका छौँ है तर त्यसमा पानी चुइने बित्तिकै के गर्नु पर्यो 10-15 मिनेटमा फाल्दिने गाइज आई होप यु अल आर डुइङ ग्रेट है त आज चाहिँ हाम्रो सानो प्लान्टको सेटअपहरू छ सो हामी चाहिँ आज यहाँ छ प्लान्ट्सहरू सो यो रेस्टुरेन्टको लागि हो सो वी आर गोइङ टु सेट अप दिस प्लान्ट है त ल हेर्दै गर्नुहोस् है त आज मलाई रुगा अलिकति लगाइरहेको छ माथि ख्यास भइरहेको छ ल गाडी पनि आयो हाम्रो ठ्याक्कै आउनु भन्दै आयो भयो ल सन्डैले मेरो स्कुटरमा ट्वाक्क छु है त ल ठिक छ कस्तो मजाले हाँसिरहेको तपाईँ त किन ल है त म गर्दा छ त अस्ति नदेखि लगिरहने मैले त यार टाइमै मिल्दैन घरि यता भइरहेको छ टाइमै के भन्नु अस्तिदेखि भइसक्यो ल यो धुपीहरू केही पनि होइन धुपी भोलि उता लैजानुपर्छ ल यो सामानहरू राखिदिउँ ल आमा राखिदिउँ ल लोडिङ भइरहेको छ धमाधम दाइलाई यता सङ्घमूल दारीदाईको चिया पसल थाहा छ दाइ अस्ति गएको थियौँ नि हामी के त दारीवालाको चिया पसल के त सङ्घमूलबाट माथितिर गएको थियो नि माथि बानेश्वर नपुग्दै के त भित्रतिर गएको थियो नि हो त्यही धेरै भएको छैन अस्ति भएर गएको ठिकै छ सँगसँगै जाउँ होला दामी तरिकाले है रहेछ हाम्रो प्लान्टहरू सरसँग भएर बाटो बिर्सिरहेको क्या यही त हो नि ठक्कै थाहा भयो फेरि गाडीलाई के घुमेर हान्ने भनेर विचार गर्नु पऱ्यो नि त हाम्रो स्कुटर त स्त्री घुम्छ गाडी त्यसरी घुम्दैन फेरि कुन ठाउँमा गएर जाम अड्किन्छ त्योभन्दा कन्फ्युज छ भनेलाई बाटोहरू खोज्ने यताउता हेर्ने अनि गाडीले ल्याएर आउने वाक यही हो गाडीहरू पनि भयो यताबाट आयो यताबाट ल यो साइडमा ल यता चारवटा छ यो भयो पछि हेरेर मिलाउला नि यताउता त दाइ यसलाई चाहिँ नि ठिक छ त्यहाँ ठिक छ त्यो अर्को एरिका चाहिँ त्यो ल्याएर राखिदिनु ल यता राखिदिनु एउटा त्यो एउटा यता राखिदिनु अनि एउटा चाहिँ यता दुईवटा एरिका छ नि होइन उति सानो एरिका क्या एउटा यता राखिदिनु अनि एउटा चाहिँ यहाँ राखिदिनु अहिले हामीले यसरी नर्मल सेटिङ गर्दैछ हजुर अनि पछि चाहिँ तिमीहरूले आफै हेरेर यताउता चेन्ज गर्न सकिन्छ क्या है यो चाहिँ अहिले मैले नर्मल सेटअप गरिरहेछ तिमीहरूलाई हिँड्नलाई अलिकति गाह्रो होला त्यहाँ बाटोमा हिँड्नलाई अलिक गाह्रो होला अनि त्यो यसरी कस्टमर हेरेर चाहिँ कहाँ कसरी गर्न सकिन्छ त्यो हिसाबले गर्दा हुन्छ अनि अहिले उसमा पानी कसरी हाल्ने के हाल्ने म सब सिकाइदिन्छु हामीले चाहिँ त्यो पोर्सन अलिकति तलमाथि जिगज्याग गरेर राखिदिएका छौँ क्या तल दाइ अलिकति तल अझै तल अझै भयो रोके
यसरी मिलाएर चाहिँ के गर्नु पर्यो भने भाइ यसलाई चाहिँ के गर्नु पर्यो भने यो एउटा भाइ आऊ त त्यो माथिको बाहिरको ह्याङ्गिङ छ नि त्यो प्लान्ट्सहरूलाई चाहिँ मजाले डेली नै पानी हाल्नु पर्यो डेली समर छ नि त अहिले जगले पानी हाल्नु माथिबाट हाल्दा हुन्छ जहाँबाट हाल्दा हुन्छ तर मेरो माथिबाट भन्दा यहाँबाट चाहिँ हाल्दा बेटर हुन्छ होला माथिबाट हाल्दाखेरि चाहिँ पानी बेसमारी राख्छ त्यो छिड्का लाग्छ त्यो छिड्काले चाहिँ तपाईँहरूको यो झ्याल छ नि यो झ्यालमा फोहोर हुन्छ यस्तो एक जग्गै हाल्नु पर्दैन सो अहिले चाहिँ तपाईँले हाफ जग्गा हाल्दा नि पुग्छ मेक स्योर तपाईँले हाल्दाखेरि त्यो पानी चुइन्छ अनि त्यो चुहेपछि तलतिरै झर्छ है जस पानी चाहिँ हाल्नु पऱ्यो पानी हाल्नु मजाले हाल्नु है त अनि अर्को कुरा आयो तपाईँको यो प्लान्ट्सहरूको लागि यो प्लान्ट्समा पनि डेली हाल्दा नि हुन्छ हाल्नुहोस् तर तपाईँले पानी हालेपछि यसको तल प्लेटमा पानी चुइन्छ पानी चुहेपछि तपाईँको आफ्टर लाइक 10 मिनट्स पछि 15 मिनट पछाडि चाहिँ त्यो पानी चाहिँ तपाईँले फालिदिनु पऱ्यो होइन एभ्रिडे पानी हाल्नु पर्दैन तर म थोरै थोरै हाल्नु किनकि गर्मी यो टिनको रहेछ सो गर्मी धेरै हुन्छ बरु दिनकै हालिदिनुहोस् है तर त्यसमा पानी चुइने बित्तिकै के गर्नु पऱ्यो 10-15 मिनट फालिदिनु बुझ्नुभयो यहाँ पनि त्यहाँ पनि त्यही गर्नु अनि बेला बेलामा पातहरू पुसेर चट्ट रेडी भनेर राखिदिनुहोस् अनि बेला बेला भने बाहिर त डेली हाल्नुपर्छ होला है हाल्नुहोस् डेली हाल्नुहोस् बाहिर त डेली हाल्नुपर्छ या 2 दिनको ग्यापमा हाले पनि भयो है त्यही त 2-3 दिनको ग्यापमा भन्दा नि अझै 1 दिनको ग्याप हाल्नु म तपाईँलाई के भन्छु भने डेली हालिदिनु क्या भित्र पनि डेली हालिदिनु थोरै हाल्ने डेली हालिदिनु प्लेटमा बगेर चाहिँ आउनु भएन प्लेटमा बगेर आएको छ भने फालिदिनु कि भाइ हालिदिनु न प्लेटमा नआएपछि फाल्नु पर्दैन आएपछि पानी हाल्नुलाई नडराउनु हाल्नुहोस् पानी मजाले पानी हाल्नु डराउनु है फेरि कतिखेर डराउनु चाहिँ किन नभन्यो भने मैले कुन कन्टेक्समा भन्यो भने तपाईँले धेरै पानी हाल्यो भने तपाईँलाई त के समस्या परेन होइन बोट बिरुवालाई धेरै पानी भने काम लाग्दैन कि इन्डोरलाई त्यही हो सबै यो पिस्टी हो त्यहाँ पनि पानीहरू हाल्नु पऱ्यो सो बेसिकली नि यहाँ भएको प्लान्ट्सहरू सबै लो मेन्टेनेन्स प्लान्ट हो है एकदमै लो मेन्टेनेन्स प्लान्ट हो क्या भने मतलब चाहिँ तपाईँहरूले धेरै उ गर्नु पर्दैन क्या धेरै केयर गर्नु पर्दैन इजी छ क्या यो इजी प्लान्ट पनि बचाउनु सकेन भने चाहिँ अब के भन्यो त अब है एकदमै लो मेन्टेनेन्स छ पानीहरू याद गर्नुहोस् द्याट्स इट अहिले त हाल्नु पर्दैन आज हालिदिनुहोस् मजाले आज मजाले हालिदिनुहोस् बढ्छ भाइ कति बढ्छ डिपेन्ड्स अब तिमीहरूले कसरी केयर गर्छौ त्यसमा भर पर्छ नत्र भए चाहिँ अलिकति माथि आउँछ अझै यति होइन त्यत्रो त्यति साह्रो चाहिँ गमला चेन्ज गर्नुपर्छ तर हुन चाहिँ ठुलो हुनु चाहिँ हुन्छ भाइ हुन्छ अब त्यो चाहिँ कति टाइमको लागि भने नर्मली 2 देखि 3 वर्षसम्म यही पटमा मजाले जान्छ यसले अब तपाईँहरूले चाहिँ अब ठिकै छ म चाँडो हुर्काउँछु भने पट रिप्लेस गरिदिनु अर्को पट हालिदिनु यत्रो ठिक छ त यहाँ कसैले बगैँचा बनाउने हो र यत्रो ठिक छ तर राम्रो देख्नु होइन राम्रो देख्ने भन्दा नि भाइ के थाहा छ बचाउनु सक्नु पऱ्यो क्या तिमीहरूले कम च्यालेन्जिङ छ यो त सकिन्छ यस्तो भाइ भिडियो फेसबुक हाल्नुहुन्छ अहिले म यो फेसबुक भन्दा म यो चाहिँ युट्युबमा हुन्छ हाम्रो युट्युब भिडियो हालिन्छ के चाहिँ ल गरिदिइहाल्छु मेरो टिकटक आइडीहरू पनि छ सो टिकटक आइडीमा म फेसमा सबैमा पोस्ट गरिदिन्छु सो कुनै प्रब्लम पर्दैन यो हाम्रो जौलाखेलमा छ जौलाखेलमा छ हाम्रो यता इमाडोलमा पनि छ किराहरूले पात्ता खान्न यो मेडिसिनहरू केही यसको लागि केही पनि टेन्सन लिनु पर्दैन म फलोअप गर्दै गर्छु त्यसको लागि के रे के भने ओहो कस्तो मजाले एउटै थाल्ला मजाले टेन्सन थाल्ला है त धेरै मलाई खानु मन लाग्यो